नमस्कार। यो हो मनाङको सदरमुकाम चामे। मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट सुन्दर हिमालका दृश्यहरू देख्न सकिन्छ। हिमालको काखमा रहेको यो सदरमुकामको छेउमा मर्स्याङ्दी नदी सललल बगेको हामी देख्न सक्छौँ। मर्स्याङ्दी नदीको मुहान तिलिचो लेक करिब 4919 मिटर हाइटबाट बगेर आएको मर्स्याङ्दी नदीको छेउमा हामी तातो पानी देख्न सक्छौँ। यो तातो पानी रहेको स्थान हो जहाँ चाहिँ तातो पानी उम्रिन्छ। नर्मल होइन, धेरै तातो छ। बाफ उडिरहेछ यार। तपाईँ यहाँ देख्न सक्नुहुन्छ बाफ उडिरहेको छ। यो उम्रिँदैखेरि तातो उम्रिएको पानी हो र बाफ पनि उडिरहेको छ। हामीले छोयौँ, प्रत्यक्ष देख्यौँ, हामीलाई अचम्म लाग्यो। यति तातो पानी उम्रिएर बगिरहेको थियो। यहाँ थोरै तलतिर ट्याङ्कमा पानी जम्मा गरेर यो तातो पानीमा मानिसहरू नुहाउन आउँदा रहेछन्। हाम्रो यात्रा तिलिचो तालसम्मको थियो। हामी काठमाडौँबाट मनाङको सदरमुकाम चामेमा आएर बस्यौँ एक दिन र उक्त बस्ने क्रममा हामीले थाहा पायौँ नजिकै तातो पानी रहेको छ र हामी तुरुन्त तातो पानी उम्रेको ठाउँमा हेर्न आयौँ र हेर्दा हामी अचम्म पर्यौँ, छोयौँ। धेरै पानी हो, एकदम लगभग तपाईको 15 देखि 20 भन्दा पनि 5 डिग्री सेल्सियस होला हैन। एकदम यो एकदम तातो छ हैन। उम्रिँदै तातो पानी बाफ बाफ आफै उत्पन्न भइरहेछ पानी। र तातो पानी हेरेर चामेको एक दिनको बसाइपछि हामी हाम्रो गन्तव्य तिलिचोतिर लाग्यौँ।